सानो पहाडी गाउँमा माया नामकी एक सानी केटी बस्थे। माया धेरै चञ्चल थिए, तर उसको घरको अवस्था भने निकै साधारण थियो। उसको बाबा खेतमा काम गर्थे र आमा घरमै साना साना काम गरेर परिवार चलाउँथिन्। धेरै पैसा थिएन, तर घरमा माया, हाँसो र साथ थियो। हरेक बिहान माया स्कुल जान्थे। आमाले उसको लागि सानो टिफिन तयार पारिदिन्थिन्। कहिलेकाहीँ रोटी, कहिलेकाहीँ चामल र कहिलेकाहीँ त केवल एउटा स्याउ मात्र। माया भने सधैँ खुसी हुन्थी, किनकि उसको लागि त्यो टिफिन आमाको मायाले भरिएको थियो। स्कुलमा मायाको सबैभन्दा मिल्ने साथी थियो रवि। रवि धेरै शान्त स्वभावको केटा थियो। ऊ धेरै बोल्दैनथ्यो र कहिलेकाहीँ एक्लै बसिरहन्थ्यो। मायाले धेरै पटक ध्यान दिए। रवि प्राय टिफिन सबैमा केही खाँदैनथ्यो। एक दिन मायाले सोधी, रवि, तिमी टिफिन किन खाँदैनौ? रविले हल्का मुस्कुराएर भन्यो, मलाई भोक लाग्दैन। तर मायालाई थाहा थियो, त्यो साँचो कुरा होइन। अर्को दिन टिफिनको समयमा माया रविको छेउमा बसिन्। उसले आफ्नो टिफिन खोली। त्यस दिन टिफिनमा एउटा स्याउ र 2वटा रोटी थिए। मायाले आधा रोटी र आधा स्याउ रवितिर बढाइन्। ल, सँगै खाऊ, उसले भनिन्। रवि सुरुमा लजायो, हुँदैन, यो त तिम्रो हो। माया हाँसिन्, साथीहरू बीच मेरो र तिम्रो हुँदैन। त्यस दिन उनीहरू दुवैले सँगै टिफिन खाए। त्यस दिनपछि एउटा सानो बानी बन्यो। हरेक दिन टिफिनको समयमा माया आफ्नो खाना रविसँग बाँड्थे। कहिलेकाहीँ रोटी, कहिलेकाहीँ फल, कहिलेकाहीँ त केवल सानो बिस्कुट। रवि सधैँ लजाउँदै धन्यवाद दिन्थ्यो। मायाले भने कहिल्यै ठूलो कुरा बनाइनन्। उसलाई लाग्थ्यो यो त सामान्य कुरा हो। एक दिन स्कुलमा शिक्षकले एउटा काम दिए। भोलि सबैले एउटा निबन्ध लेखेर ल्याउनु, मेरो जीवनको सबैभन्दा राम्रो साथी। सबै विद्यार्थीहरू उत्साहित भए। माया पनि घर गएर निबन्ध लेख्न बसिन्। उसले आफ्नो साथी रविको बारेमा लेखिन्। उसको शान्त स्वभाव, उसको राम्रो मन र उनीहरूको सानो मित्रता। अर्को दिन शिक्षकले केही निबन्ध कक्षामा पढे। अन्त्यमा शिक्षकले भने, अब रविले आफ्नो निबन्ध पढोस्। रवि बिस्तारै उठ्यो। उसको आवाज अलि काँपिरहेको थियो। उसले पढ्न सुरु गर्यो, मेरो जीवनको सबैभन्दा राम्रो साथी माया हो। कक्षा शान्त भयो। रवि अगाडि बोलिरह्यो, कहिलेकाहीँ मानिसहरू ठूलो कुरा गरेर मद्दत गर्छन्, तर मायाले मलाई सानो कुरा गरेर ठूलो मद्दत गरिन्। उसले एकछिन रोकिने प्रयास गर्यो। म सधैँ टिफिन किन नखाने भनेर कसैले सोधेन, किनकि धेरै दिन घरमा खाना पर्याप्त हुँदैनथ्यो। तर मायाले कहिल्यै धेरै प्रश्न गरिनन्। उसले केवल आफ्नो खाना मसँग बाँडिन्। अब कक्षामा धेरै विद्यार्थीहरू भावुक भए। रवि अन्तिम वाक्य पढ्दै भन्यो, सायद मायालाई थाहा पनि छैन, तर उसले सानो टिफिन बाँडेर मेरो धेरै दिनको भोक र एक्लोपन हटाइदिएकी छिन्। कक्षामा केही क्षण पूर्ण शान्ति भयो। मायाको आँखामा आँसु आयो। उनी कहिल्यै सोचिनन् उसको सानो कामले कसैको जीवनमा यति ठूलो अर्थ राख्छ। शिक्षकले मुस्कुराउँदै भने, बच्चाहरू, यो नै साँचो मित्रता हो। त्यस दिन माया एउटा कुरा बुझिन्, ठूलो माया देखाउन ठूलो चीज आवश्यक पर्दैन। कहिलेकाहीँ एउटा सानो रोटी, एउटा सानो स्याउ वा एउटा सानो साथले पनि कसैको जीवनमा ठूलो उज्यालो ल्याउन सक्छ। हाम्रो भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद।